नमस्कार अनि हार्दिक स्वागत छ। आज चाहिँ म यो खल्ती एपदेखि एनपीएल को अनलाइन टिकट कसरी काट्ने यस विषयमा कुरा गर्नेछु। यदि तपाईलाई खल्तीबाट अनलाइन टिकट काट्न केही प्रब्लम भइरहेको छ भने यो भिडियो हेर्न सक्नुहुन्छ, जुन हेरिसकेपछि तपाईले सजिलैसँग एनपीएल को टिकट काट्न सक्नुहुन्छ है त। र सम्पूर्ण क्रिकेट प्रेमी साथीहरुलाई एउटा सरप्राइज छ यो भिडियोमा, त्यसको लागि चाहिँ तपाईले भिडियो अन्त्यसम्म हेर्नु होला। अब सुरु गरौँ खल्ती एपबाट अनलाइन टिकट कसरी काट्ने त एनपीएल को। यसको लागि तपाईले खल्ती एप ओपन गर्नु होला। ओपन गरिसकेपछि माथि सर्चमा जानु होला र यहाँनिर एनपीएल भनेर सर्च गर्नु होला। त्यसपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग भनेर आउँछ, तपाईले यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले कुन गेमको टिकट काट्न चाहनु भएको छ त्यसमा सिलेक्ट गर्नु होला। जस्ट यसरी छोए हुन्छ। छोइसकेपछि चाहिँ तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ है त। तपाईले प्रिमियम टिकट काट्न चाहनु भएको छ कि नर्मल, जस्ट तपाईले यहाँ साइडमा एड बटन पाउनुहुन्छ, तपाईले एडमा क्लिक गर्नु होला। अनि कतिवटा टिकट काट्ने हो त्यो यहाँबाट प्लस प्लस अथवा माइनस माइनस गर्न सक्नुहुन्छ। तपाईले एक पटकमा चाहिँ 5 वटा मात्रै टिकट काट्न पाउनुहुन्छ। यति गरेर तपाई तल जानु होला र बाइ टिकट भनेको छ, यसमा क्लिक गरेर आफ्नो एमपीआईएन राखेर सजिलैसँग एनपीएल को टिकट काट्न सक्नुहुन्छ है त। त्यस्तै अब सरप्राइजको बारेमा कुरा गरौँ। अहिले चाहिँ अब यो जुन एनपीएल छ यो युट्युबमा नआउने भनेको छ। त्यसको लागि तपाईले डिसम गोमा 300 रुपैयाँ तिर्नुपर्छ भन्ने कुरा आइरहेको छ। यो भिडियोमा जसले कमेन्ट गर्नुहुन्छ उहाँबाट लक्की एकजनाले चाहिँ मेरो तर्फबाट 300 रुपैयाँ ई सेवामा पाउनुहुनेछ, जसको माध्यमबाट तपाईले सजिलैसँग अहिलेको एनपीएल इन्जोय गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले जस्ट एउटा राम्रो ब्युटिफुल एनपीएल को बारेमा कमेन्ट गर्नु होला है त। यदि भिडियो मन परे भिडियोलाई लाइक गर्नुहोस्। यस्तै टेक्निकल रिलेटेड भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। हस्त धन्यवाद। जय नेपाल।